यस्तो गर्दा अब नचलाउनु कतै नजानु अब गुन्द्रुकको मेलो मजाले निचोरेर है मजाले निचोरेन भने त फेरि पानी नि पानी डन्ठा फेदमा हाल्दा भनेर त उठो पात्रै माथि बिहान मिठै छ हाम्रो चाहिँ गुन्द्रुक एउटा थोपो बिग्रेन माथि खट्योनी बहिनीको चाहिँ त्यो उहीँ हालेर ल्याएकी बट्टा बट्टा यहाँ ल्याएर सुकाएको सबै कुहिएछ कालो यहीँ सुकाएको नि ए हिजो बिहानै हालिन रे ओइलाई हालिदिए मेरो त भन्छ नि त्यो हतार गरेर के गर्नु एक दिन त बसेर खाँदखुँद गर्नु थकाइ मार्नु हामीले कहिले काटेर कहिले टिपेको कहिले उयो गरेको होइन उता लाग्यो सुक्नलाई त्यसै यसरी मसिनो काटेर हाल्यो भने भोलि पर्सि ऊ गर्नु पर्दैन नि त काट्नु पर्दैन चिसो बुढीको त हतारै नराम्रो अब भोलि चाहिँ नआउनु भन्ने अरे अब के भन्छन् भोलि चाहिँ अहिले भरे फोन गर भोलि चाहिँ नआउनु है कोही पनि नहुने रहेछन् पर्सि मात्रै भन्नु पर्छ केले साध्य गर्नु पैसा दिएर पनि पैसा पनि छैन भन्दैछु भयो अब जुनलाई वा नदिएर हुँदैन अब त्यो कुचो चाहिँ झिकिसक्नु न चिया नाथे भैयालाई भन्नुको सट्टा भैयाले त दिनु पनि छ हौ त्यसले त हाटाहाटी माग्छ कि अनि हाटाहाटी लान्छ आलु रोप्ने गर चाहिँ पर्सीलाई चाहिँ खुरुक्क यो हाम्रो पर्सी 2-4 भएर सक्ने हो तपाईँको छोडेर पनि आइदिनु भनेको छैन अरे यति हेर्छन् भन मैले अहिले बुवालाई भनेको सङ्खे जान्छ भने कुन्दनलाई जाउँ घाँस भन्दैछु मैले त ल्याएँ दाजु भन्नु कुन्दनले अनि अहिले तँ उँधो सङ्खे जान्छस् भने चाहिँ भन्ने भनेको जान्न म कि जान्छु कि भन्छु कोही गयो भने गएन भने गएर अलिक कुचो पर्सी झिक्न पनि आउनु आमाले भेट्ने अरे आउनु अरे भन्नु छ हौ भोलिलाई चाहिँ अब आमैलाई थकाइ मार भन्नुपर्ने छ अब एक्लै अब मम्मी पनि यहाँबाट तल जानु तलबाट कुचो झिकेर कसले ल्याउने त पनि इलाम जाने बुवा पनि फिकल जाने अनि कहाँ भो एउटा लाठेन भाइ कान्छा हजुरबा हिजो बिहान दुध लिएर गएका अरे बाटैमा रिगटा लागेर कहाँ हो बसेछन् अरे कसले हाम्रा साइटा बुइले कसले लगिदियो अरे दुध अनि भन्नु नि त्यो अब खाने चाहिँ छोरा भतिजा दाजु छन् यो यहाँ मात्रै भनेर हुन्छ आफ्नो नभ्याएका बेला भनेको बुवालाई अब दाजु बोल्दैन अरे उता दाजु बोल्दैन अरे भतिजाहरू टेर्दैनन् अनि अब भन्छन् नि भन्दैछु लगिदिने अरे भोलि निरोला कान्छालाई हेल्प होस्
लाने अरे अनि बुवा पनि गएर आज काम भएन अरे भोलि आउनु भन अरे के काम हो यो अर्थ लगाइसकेर चाहिँ बिसाउँछन् कि रातो जग देखिरहेको छु गुन्द्रुकको सागको थुप्रो देखिरहेछ देखिएछ आँट्दैन क्या हो म पनि धेरै देख्न थालेँ अर्को साना बट्टा हाल्नुपर्छ आँटेन भने के गर्नु अब हालिहाल्यो त्यसमा अब चामल हाल्ने चामल हालेको छ कता खन्याउनु ए खान्न अनि मात्रै मर्दैन भन्न त तर साग पनि थियो नि त निकै आमै चाहिँ अलिक खाँदिनँ नि त खस्याक 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 भएको छिन् कि र त त्यो अलिक नखाँदै हुँदैन राधे 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 भन्न बिर्सा जोसिनी भयो भने हुन्छ नि त के अरे कहाँ हाल्छिन् हौ धेरै हाल्छिन् कि अनि हिर्काउँछिन्
अलिकति हाल्दै हिर्काउँदै अलिकति हाल्दै हिर्काउँदै गर्नु भने कि सिकाउँ भने रिसाइ जान्छन् अनि रिसै कडा रिसै कडा छ